कसरी किन मान्छेलाई कतिपय लाग्न सक्छ कि यो कस्तो के हो भनेर आज झन्डै 32-33 वर्ष पुरानो भइसकेको कम्पनी आजभन्दा भोलि भोलिभन्दा पर्सि यो सिङ्गो झन्डै 1.5 करोड मान्छे त यसको डिस्ट्रिब्युटर छ भने करोडौँ 2-4 करोड त यसको चाहिँ युज गर्ने मान्छे छन्। यस्तो अवस्थामा अहिले झन्डै लगभग करिब 200 राष्ट्रमा चाहिँ यसको सञ्जाल फैलिसकेको अवस्था छ। आज नेपालमा पनि यो आएर इस्टाब्लिस भएको झन्डै 20-22 वर्ष झन्डै भइसकेका छ र अहिले बिस्तारै मान्छेहरूले यसलाई महसुस गरिसकेका छन्। त्यसो भएर म अलिकति प्रसङ्ग बदलिकन के भन्न चाहन्छु भनेदेखि यो प्रडक्टहरू जति पनि डिएक्सनबाट उत्पादन गरे प्रडक्टहरू यो दबाई चाहिँ नि होइन, यहाँहरू यसबाट चाहिँ नि मुक्त हुनुभएको हुन्छ। यो सिङ्गो शरीरको उपचार गर्छ, यसले रोगको उपचारसँग सम्बन्ध राख्दैन। भन्नाको मतलब के हो भने शिरदेखि पाउसम्म जुनसुकै रोग पनि किन नहोस् यसले सेललाई सफा गर्ने भएको भएर सिङ्गो शरीरको उपचार गर्छ भन्न खोजिया हो। किनभने मानवको जो शरीर छ सेलै सेलबाट टिस्यु बन्छ, टिस्युहरू मिलेर अर्गान्स बन्छ, अर्गान्स मिलेर सिस्टम बन्छ र सिस्टमहरूबाट सिङ्गो होल बडी बनेको हुन्छ। त्यसो भएर सेल नै के हो, शरीरको जग हो, जस्तो चाहिँ नि यो घरहरूको जग हुन्छ। सो यसको काम छ सेललाई सफा गर्ने क्रममा सिङ्गो भएको शरीरमा भएको रोगहरू सफा हुने हो। त्यसो भएर यसले शरीरको उपचार गर्छ, यसले चाहिँ नि रोगसँग यसले सम्बन्ध राख्दैन हो। त्यसो भएर मैले यहाँहरूसम्म के अनुरोध गर्न चाहेँ भनेदेखि यो कसैले पनि कतिपय मान्छेले के भन्ने गर्छन् भनेदेखि होइन मैले त डाक्टरको एलोप्याथिक डाक्टरको यस्तो दबाई खाइरहेको छु, यो खाइसकेपछि त मलाई त जुत्छ नि, अथवा यसले चाहिँ एक्सन गर्छ अथवा नराम्रो आउँछ, साइड इफेक्ट हुन्छ भन्ने मान्छेको कति भ्रम छ। बिल्कुल छोडिदिनुहोस्, यो सुपर फुड हो। किनभने खाने चिजले त्यस्तो रियाक्सन गर्दैन। उल्टो के गर्छ भनेदेखि जो एलोप्याथी डाक्टरले दिएको दबाई जुन किसिमको रोग हो त्यो रोगलाई त ठिक गर्ला भला, तर अरू शरीरको अङ्गलाई त खराब गर्छ नि त। हो, त्यही साइड इफेक्टबाट यसले बचाउँछ हो। यसरी बुझ्नु पर्यो हामीले कि यो एकदम सुपर फुड हो। विश्व स्वास्थ्य संगठनले यसलाई चाहिँ नि मान्यता दिएको। संसारको कतिपय मुलुकहरूमा हेर्नुहोस्, मानिलिउँ अमेरिकामा हरेक 50औं स्टेटमा चाहिँ यो सञ्जाल फैलिएको छ। अमेरिकाको जस्तो देशले कुनै पनि देशको सामानहरू झट्ट उसको देशमा चाहिँ आयात गर्दैन, ऊ धेरै डेभलप भएको कन्ट्री हो। तर यो किन उहाँ मार तरिकाले किन खान्छन् मान्छेले, त्यहाँ अमेरिकनहरूले, युरोपियन कन्ट्रीका चाहिँ सिभिलाइज भएका मान्छेहरूले किन खान्छन्, उनीहरूले जानेको छ, बुझिया छ, उनीहरूलाई थाहा छ यो कस्तो चिज हो। त्यसै भएर आजभन्दा भोलि, भोलिभन्दा पर्सि, पर्सिभन्दा अर्को दिन यो सञ्जाल फैलिँदै अरू कम्पनीहरू खत्तम हुँदै गएको छ, तर यसको ग्रोअप पनि गइरहेछ हो। यसरी बुझ्नु पर्यो। तर मान्छेले के गर्छन् भनेदेखि यसलाई त्यस्तो हिसाबले हेर्छ हो। यो अत्यधिक एकदम प्रविधिबाट बनेको भएर यसले के दबाईको काम गरे हो। अब म दबाईको यसको चाहिँ प्रडक्टको विषयमा छोटकरीमा जानकारी गर्न चाहेँ। यो मोरिन्जी जुस यो महिलाहरूको लागि त एक किसिमले अमृतै हो। यसले शरीरको जो 5वटा अङ्ग छ नि, ठुला अङ्ग, मस्तिष्क भयो, मुटु भयो, कलेजो भयो, हैन, फोक्सो भयो, किडनी भयो, यो हाम्रो एकदम मित्र अङ्गहरू, जुन अङ्ग हाम्रो सानो पेटमा भ्रूणमा भएको अवस्थादेखि त्यो चल्न सुरु गरे हुन्छ, जो मृत्युशैय्यामा पुग्ने बेलासम्म पनि उसले चाहिँ नि साथ दिइराखेका हुन्छ। यही हो। त्यसै भएर त भनिन्छ नि त, हाम्रो कसै गर्लफ्रेन्ड अथवा बोयफ्रेन्ड छ भनेदेखि भनिन्छ नि त, तिमी त मेरो जीवन साथी हौ, हेर तिमीलाई त म चाहिँ नि अब तिमी मर्दाखेरि त म बाँच्न सक्दिनँ, तिमी सँगसँगै म पनि जाने हो भन्छ नि। होइन, कोही कसैको साथ जान्छ भने यिनै शरीरको अभिन्न अङ्ग जान्छ साथमा, सँगसँगै आएको छ, सँगसँगै जान्छ। यसलाई माया गर्नुपर्छ। यसलाई केले माया गर्छ? डिएक्सनको प्रडक्ट सामानले माया गर्छ हजुर हो। त्यसो भएर यो चाहिँ यो मोरिन्जी जुस हजुरहरूले वेबसाइटबाट हेर्न सक्नुहुन्छ, गुगलमा गएर www.noni.com हेर्नुभयो भनेदेखि यसको विषय पुरै जानकारी आउँछ, यो कस्तो चिज हो भनेर। यसले धेरै किसिमको रोगको उपचारको काम गर्छ, धेरै कुरा गर्छ। तपाईँहरूले वेबसाइट गएर हेर्नु होला,
हैन। त्यसो भएर यो चाहिँ नि यो महिलाको लागि त विशेष गरेर यो अमृतै हो। र अर्को यसले ब्रुफिनको काम पनि गर्छ। यसले चाहिँ दुःखहरू शरीरमा चाहिँ कष्टहरू हुन दिँदैन, तर यसको कुनै किसिमको विषादी हुँदैन, साइड इफेक्ट हुँदैन। यसले के गर्छ, शरीरलाई असाध्यै राम्रो काम गर्छ। तपाईँहरूलाई यसको वेबसाइटमा www.noni.com मा गएर हेर्नुभयो भने अनि पुरा हजुरले जानकारी पाउन सक्नुहुन्छ। अब म दोस्रोपट्टि गएँ, यो ज्ञानोजी टुथपेस्ट। हेर्नुहोस्, टुथपेस्ट यो एक किसिमले हजुरहरूलाई छक्क लाग्न सक्छ होला। यो चाहिँ नि साँच्चै भन्यो भने यो फर्स्ट एड किट। कसरी फर्स्ट एड किट हुन गयो त टुथपेस्ट जस्तो चिज नि भन्ने पनि लाग्छ यहाँहरूलाई, तर यो नितान्त फर्स्ट एड किट हो। यो साथमा रहन जरुरी छ। हेर्नुहोस्, यसले काटेको पोलेको किरा परेर ठुला ठुला त्यस्तो घाउ भएको के भयो, सन्धिपात घाउ भन्छ के भन्छ त्यसलाई, त्यस्तो घाउहरू भएको हैन, काटेको पोलेकोमा लुतो घमौरा भैँसे दाँतहरू त्यस्तो त्यस्तो किसिमको शरीरको जति पनि पिम्पल्स छाला सम्बन्धी रोगहरूलाई हो एकदमै राम्रो काम गर्छ। आजमाइस गरेर हेर्नु होला। पेट दुखेको, पेट फुलिएर चाहिँ नि एकदम अटस भएको बेलामा, कटक्क पेट काटेको बेला अलिकति पानीमा घोलेर खाइदिनुहोस्, एकछिनपछि श्याम्म हुन्छ। बखारा चल्यो, कन्स्टिपेसन भएर गोटा पर्यो, थोरै कन्स्टिपेसन भयो थोरै चिसो पानीमा, अनि पखाला चल्नु अलिकति गरम पानी फेटेर खाइदिनुहोस्, यसले राम्रो गर्छ। हेर्नुहोस्, तपाईँको के भन्छ अरे अब ग्यास्ट्रिक भयो, असाध्यै ग्यास्ट्रिकले आत्तिराखेको छ, तपाईँले त्यो बेलामा अलिकति टुथपेस्ट घोलेर हालिदिनुहोस् र एउटा पोका चाहिँ यो चाहिँ के भन्छ अरे यो कफी, ब्ल्याक कफी, त्यो 2 लिटर पानीमा घोलेर अनि खाने गर्नुहोस्। ग्यास्ट्रिक 10 दिनपछि तपाईँले थाहा पाउनुहुन्छ। आजमाइस गरेर हेर्नु होला हैन। यो जरेदेखि यसले निर्मूल गर्छ हैन। अरू धेरै कुराहरू, मुखको त अब थाइराइडको समस्या, टन्सिलको समस्या, दाँतमा चाहिँ नि गिजामा चाहिँ चिसो तातो खाँदाखेरि सिरिङ सिरिङ हुने, दाँत गिजाबाट रगत आउने, यसको त रामबाणकै काम गर्छ। त्यति मात्र होइन साथीहरू, यसले त कुखुरा बाख्रा अब गाई भैँसीलाई पानीमा फेटेर दियो भने पनि स्वस्थ बनाउँछ। करेसाबारीमा लागेको जति पनि हाम्रो सागसब्जी तरकारीहरूमा हामीले स्प्रे गऱ्यौँ भनेदेखि त्यो लागेको किरा लागेको पनि त्यो नष्ट गर्छ भन्नुहोस्। अनि जो बेलुकी सुत्दाखेरि चाहिँ अलिकति मुखमा खाने गर्नुहोस्, चप्प लगाएर बन्नुहोस्, कुल्ला नगर्नुहोस्, सुत्ने बेलामा लगाएर चट्ट गर्नुहोस्। पुरै यो घाँटीको समस्याहरूदेखि लिएर मुख समस्याहरूलाई सबलाई राम्रो काम गर्छ। ज्वरो आयो अलिकति फेरि पानी फेटेर यसोमा लगाइदिनुहोस्, चाहे पोतलाई काम लाग्छ। यो हरेक चिजको मैले यस कारणले तपाईँहरू पहिला यो प्रयोग गरेर हेर्नुहोस् हैन, अनि बल्ल तपाईँहरूलाई थाहा लाग्छ कि होङबा यो टुथपेस्ट कस्तो टुथपेस्ट छ। टुथपेस्ट त खाने चिज होइन नि हैन हो। त्यसो भएर यो केमिकल फ्री, यो असाध्यै राम्रो फर्स्ट एड किट समान हो। यसमा जम्मा 20% छ, काम गरेको त्यही 20%ले हजुर भने 100%, 100% कस्तो होला। अब म आउँदैछु स्पाइरुलिना, सुपर फुड अफ द फ्युचर भनेर चाहिँ विश्व स्वास्थ्य सङ्गठनले यसलाई रेकगनाइज गरिसकेको छ। यो चाहिँ एकदम चाहिँ यो स्पाइरुलिना समुद्रको लेउबाट तयार गरिएको। यसमा हजुरले यसको वेबसाइटमा गएर हेर्नु होला, www.spirulina.com गएर हेर्नुभयो भने यसले कति काम गर्छ भन्ने चिज, यो यति राम्रो चिज हो जो कि हजुरको चाहिँ कलेजोको समस्याहरू भयो। अब भनौँ न, यसरी भन्नुपर्दा हुन्छ कि तपाईँलाई मासुहरूबाट मिल्ने चिज, फलफुलबाट मिल्ने चिज हैन, सागसब्जीबाट मिल्ने चिजहरू हैन, दुध दही घिउबाट मिल्ने चिजहरू, यी सबै फलफुल यी सबैबाट मिल्ने चिज यसबाट मिल्छ। यति राम्रो चिज हो यो। अहिले अमेरिकाले पनि निकालेको छ, भारतमा पनि निकालेको छ हैन, तर यो ब्रान्डेड यति राम्रो चिज छ यो स्वास्थ्यको लागि। त्यसै भएर यसले के गर्छ, शरीर तन्दुरुस्त बनाउनको लागि, शरीरमा एकदम इम्युन सिस्टमहरू स्ट्रङ गर्नको लागि यो वरदानै साबित छ। यो माइन्ड सार्प बनाउँछ, किटकिट बालबच्चाको लागि। इभन हजुरले चाहिँ गर्भाशयमा भएको गर्भिणी अवस्थाको महिलाले खायो भने त्यो बच्चाको असाध्यै राम्रो हेल्थ हुन्छ
उसको ब्रेन पनि असाध्य तीक्ष्ण हुन्छ। त्यस्तो चिज हो यो। त्यसो भएर त्यसै यसलाई विश्व स्वास्थ्य संगठनले सुपर फुड अफ द फ्युचर भनेर त्यसै रेकगनाइज गरेको छैन। तपाईले यसको चाहिँ विषयमा जानकारी लिनको लागि यो के भन्छ www.spiruline.com भनेर तपाईले गुगलमा युट्युबमा गएर हेर्नु होला। म यति भने यसको विषयमा। अब म खास प्रोडक्टको विषयमा आइराखेको छु। यसको दुई किसिमको छ। यसको यो आरजी भन्ने छ, ऋषि, जो जापानिज भाषामा यसको नाम राखिएको हो। यो चाहिँ 90 दिनको रातो च्याउबाट छिप्पिएको त्यसकोबाट तयार गरिएको माइक्रोडस्ट गरेर निकालिएको हुन्छ। यो भने यो ज्ञानोसेलियम यो 18 दिनको चाहिँ कलिलो मुनाबाट बनाइएको हुन्छ। यसले चाहिँ इम्युन सिस्टमहरु स्ट्रङ गर्ने यो ऋषि चाहिँ क्याप्सुलले के गर्छ, शरीरको चाहिँ त्यो सेलहरुलाई सफा गर्ने काम गर्छ, वाश गर्ने काम गर्छ, त्यहाँ डेटोक्सिफिकेसन गर्ने काम गर्छ, जति पनि टक्सिनहरु बाहिर निकाल्ने काम गर्छ। त्यस्तो अवस्थामा शरीर असाध्यै कमजोर हुन्छ, शरीरले पानी खोज्या हुन्छ, शरीरले ताकत खोज्या हुन्छ। त्यसो भएर यो के हुन्छ, जिएल दिनुपर्ने हुन्छ। त्यसो भएर यो साथ खुवाउने कारण त्यो हैन। कसैलाई जिएल मात्रै दिनुपर्ने अवस्था नै आउँछ जसको शरीर कमजोर छ हैन, असाध्यै उसको चाहिँ इम्युन सिस्टमहरु विक छ भने त्यस्तो अवस्थामा हामीले पहिला जिएल मात्रै दिन सक्छौं। अलिकति तगडा भएपछि मात्रै किन यो दिने। सर यसको केही फर्मुलाहरु पनि छ। त्यसो भएर हजुरहरूले यसको रातो चौको यही नै हो 100% भनेको। यो सबभन्दा राम्रो चीज भनेको यही हो। यसैको कारणबाट यिनीहरु राम्रो भएको हैन। त्यसो भएर यो चाहिँ खाने तरिका अलग-अलग छ हैन। यो के गर्छ भने यसले डायग्नोसिसको काम पनि गर्छ। मानिलिऊ हजुरलाई 5 वर्षपछि ग्यास्ट्रिक हुनेवाला छ, 5 वर्षपछि मानिलिऊ अब थाइराइड अथवा चाहिँ कुनै पनि रोग, प्रेसर अथवा के रे चाहिँ सुगर केही हुनेवाला छ तर अहिले छैन। हजुरको इम्युन सिस्टमहरु स्ट्रङ भएको कारणले गर्दाखेरि दबाई राखेको छ, बाहिर निस्किन पाएको छैन। त्यस्तो अवस्थामा तपाईले यो सेवन गर्नुभयो भने निस्किन्छ, बाहिर देखा पर्छ, डायग्नोस्टिकको काम गर्छ। त्यतिखेर तपाईलाई के लाग्न सक्छ भनेदेखि मसँग मेरो शरीरमा त केही रोगै थिएन, यो खाएको त डायबिटिज बनाइदियो अथवा थाइराइड बनाइदियो अथवा के जे छ जो भित्र लुएको रोग बाहिर निस्किँदाखेरि त्यस्तो बनाइदियो भने भ्रम पनि पर्न सक्छ। हो त्यस्तो अवस्थामा तपाईले छोड्नुभयो भने के हुन्छ, तपाईलाई ठुलो चाहिँ नि हानि हुन्छ। किन भन्देखि यसले चाहिँ जिस्काएर मात्रै छाड्दियो। यसले के गर्छ 4-5 दिन 5-7 दिन मात्रै हो। त्यसपछि त्यहाँबाट यसैले के गर्छ, त्यो सेलहरु पखाल्न सुरु गरेपछि आफै चाहिँ नि ठिक हुँदै गएको हुन्छ र अन्तमा गएर यसले चाहिँ निर्मूलै पार्या हुन्छ। त सुरुमा त्यस्तो चापेर आउन सक्छ, चाप्दाखेरि आत्तिने चाहिँ हुँदैन, त्यस्तो चीज हुन्छ। त्यसो भएर यसको विषयमा केही फर्मुलाहरु छ। तपाईले चाहिँ यो वेबसाइटमा हेर्नु पनि हुन्छ, www.gyanodharma.com भनेर खोजे पनि हुन्छ, rishi.com गरेर खोजे पनि हुन्छ हैन। यही हो सबभन्दा मेन डाक्टर लिम्सोजेनबाट हामीलाई चाहिँ नि मिलेको यो संसारको मानव जगतलाई कल्याण हुने सबभन्दा मुख्य चाहिँ नि प्रोडक्ट भनेको यही हो, जो अहिले विश्व बजारमा यसले चाहिँ ठुलो चाहिँ आफ्नो तहल्का मचाइराखेको छ। हजुरहरूलाई यसको विषयमा जानकारीको लागि हजुरले चाहिँ नि अब आफ्नो त्यो वेबसाइटमा हेर्नु होला हैन। वेबसाइटमा हेर्दाखेरि हजुरहरूलाई केही शंका लाग्छ भने मेरो मोबाइल नम्बरमा पनि हजुरले चाहिँ नि अब फोन गरेर सम्पर्क गर्न सक्नुहुन्छ। अनि अब यो हो ब्ल्याक कफी। कफी धेरै किसिमको छ, हाम्रो यस कम्पनीबाट निकालेको यो ब्ल्याक कफी हो। मिल्क कफी छ, 2 in 1, 3 in 1 छ। तर मैले अहिले यो ब्ल्याक कफी मात्रै तपाईहरुको सामने लिएर आएँ। यो ब्ल्याक कफी यस्तो छ, यसमा जम्मा 30% मात्रै ज्ञानोडर्माको चाहिँ नि समीक्षण भएको छ। यो ब्राजिलियन कफी हो, यो माइक्रोडस्ट गरेको हैन। यो चाहिँ कुनै यसमा निकोटिन र क्याफिन 0 छ, ठ्याक्कै हुँदैन। मान्छेले के भन्छन् यो कफी खायो भने गरम हुन्छ अथवा चाहिँ नि खराब गर्छ भन्ने हुन्छ नि, हैन। यो कफीमा त्यो निकोटिन र क्याफिन भन्ने चाहिँ बिल्कुल शून्य लेभल छ। तपाईले यसबाट भ्रमबाट मुक्त हुनुहोस्। हो यही कफीले हेर्नुस् तपाईको ग्यास्ट्रिक हुन दिँदैन। सामान्य बिमारहरु त यसैले नै चाहिँ राम्रो गर्छ। हेर्नुस् यतिसम्म कि जानुस् ब्युटी पार्लरमा जानुस् त यो राखेको हुन्छ, त्यहाँ कफी बेच्न राखेको हैन नि।
त्यो चेहरामा आएको धब्बाहरू पिम्पल्सहरू यिनीहरू सबै क्लिन गर्नको लागि यो राखिया हुन्छ। बेलुकी दिउँसो होइन, बेलुकी लाएर पानीमा फिटेर लाएर गर्नुहोस्, भोलि गर्दा तपाईँको चेहरा साइनिङ भएर आउँछ, एकदम चम्किलो भएर आउँछ। भने अरू हेर्नुहोस्, यसको पेटमा धेरै किसिमको विकारहरू यसले चाहिँ नि खत्तम गर्छ। किनभने आहार विहारबाट हाम्रो आमाशय बिग्रिया हुन्छ, त्यही आमाशय बिग्रिएबाट हाम्रो के भने सिस्टम इम्ब्यालेन्स भएर सुगर हुने, प्रेसर हुने होइन, अनि ग्यास्ट्रिक हुने, त्यस्तो भएको हुन्छ होइन। हो, त्यसो भए त्यसलाई यसले ठिक गर्छ, जसको कारणले गर्दाखेरि ग्यास्ट्रिक राम्रो हुन्छ। अनि त्यसपछि हजुरको चाहिँ अब पथरी साँच्चै भन्यो भने दिनको एउटा पुरी 2 लिटर पानीमा खाने गर्नुहोस्। लोग्ने मान्छेको 3 महिनामा, महिला मान्छेको 1 महिनामा किडनीको पथरी पनि फ्याँक्छ यसले। त्यसो भए यति राम्रो चिज हुन्छ यो कफी। तपाईँहरूले खान सुरु गर्नुभयो भनेदेखि तपाईँहरूले यसमा बानी परिसकेपछि अर्को कफी हेर्नुहुन्न। तर मान्छेले एउटा कुरा सुन्नुहोस्, मान्छेले महँगो भन्छ नि, एकदम होइन। त्यो कसरी होइन भन्नुहुन्छ भनेदेखि हजुरले बाहिर जानुहोस् त कफी खानुहोस्। मैले अस्ति बोधगयामा जाँदाखेरि जम्मा 4 कप कफी खाएको थिएँ, मैले 1100 आइसी तिरेँ। जो यसको दाम कति हो अहिले हाल 1600 छ, तर घटेर आउँदैछ, म भन्छु 1600 छ। जबकि यसको दाम एउटा पुरीको, यसमा 20वटा पुरी हुन्छ, एउटा पुरीको त्यो 80-85 रुपियाँको आसपासदेखि माथि पर्दैन। जसले गर्दाखेरि 2 लिटर पानी बन्छ यसको। कफी नै राम्रो स्तरीय बनायो भने 6-7 कप कफी बन्छ। अनि भन्नुहोस् त 1500 रुपियाँमा पाइन्छ कफी, त्यो पनि यस्तो दबाई जस्तो भएको। किन महँगो भयो? त्यो पनि यो ज्ञानोडरमा मिसिएको कारणले गर्दाखेरि महँगो भएको। यसको धुलो यसमा समिश्रण छ। हो, कफी मात्रै भए त हुन्थ्यो नि, त्यसको कारणले अलिकति महँगो, फेरि पनि सस्तो हो। मैले तपाईँलाई भन्छु 1500 रुपियाँमा पाइन्छ 1 कप कफी। चिया त 25-30 रुपियाँ पर्छ। हो, त्यसो भएर महँगो भन्ने चिजबाट मुक्त हुनुहोस्। यो जीवनको लागि चाहिँ चाहिएको यो हेर्नुहोस्, जीवनलाई चिन्नुहोस्। त्यसो भएर यो एउटा भयो होइन। अब अर्को छ, हामीसँग अर्को प्रडक्ट छ, यो यार्सा गुम्बाट बनेको। यो कम्पनीले यार्सा गुम्बा हाम्रो त हिमालको उसमा मिल्छ नि होइन, तर यो कम्पनीले चाहिँ आफै उत्पादन गर्छ। टिस्यु कल्चरको माध्यमबाट यसले उत्पादन गर्छ। त्यति प्योर। म आफै आफ्नै प्रत्यक्ष आँखाले देखेर आएको मान्छे, तपाईँसँग मैले चाहिँ झुट बोल्नु छैन होइन। त्यसो भएर यो यार्सा कर्डिसेप्स कफी यसले शरीरलाई असाध्यै राम्रो इम्युन सिस्टमहरू स्ट्रङ गर्ने, धेरै कुराहरू यसको शरीरको चाहिँ पार्ट्सहरू राम्रो गर्ने काम गर्छ। तपाईँहरूले यो cordyceps.com गएर चाहिँ नि हेर्नुभयो भनेदेखि अनि थाहा पाउनुहुन्छ कि यो यार्सा गुम्बा कस्तो चिज हो भने चाहिँ आज किलोको 40-50 लाख रुपियाँ बेच्छ नि त। त्यो त हामीले थाहा पाएकै कुरा हो। भनेपछि यसको दाम चाहिँ 2200-2300 कति पर्छ, त्यस्तै कति छ होइन। एक्चुअली मलाई थाहा भएन यसको दाम कति रहेछ। 2530 रहेछ, 2530 रहेछ हेर्नुहोस्। जबकि यो किलोको चाहिँ नि 40-50 लाख रुपियाँमा चाहिँ नि बिक्री हुने चिज कम्पनीले आफै प्रडक्ट गरे भएर यो 2530मा यो कफी मिल्छ हेर्नुहोस्। यस्तो यस्तो छ। त्यसो भएर एउटा कुरा के ख्याल गर्नु पर्यो भनेदेखि हजुरहरूले यसले उत्पादन गरेको चिजहरू कुनै पनि केमिकल हुँदैन। केमिकलको दुश्मन हो यो डिएक्सन प्रडक्ट सामानहरू। यसको अब स्याम्पू छ, अनि साबुन छ, यसको हरेक चिजको के अरे सौन्दर्यको सामग्रीहरू छ, सबै कुनै पनि चिजमा यसको चाहिँ के भन्छ केमिकल हुँदैन। हामीले हेर्नुहोस् टुथपेस्ट युज गर्छौँ, स्याम्पू, साबुन, चिया, कफी, इच एन्ड एभ्रिथिङ प्रयोग गर्छौँ नि त हामी बजारबाट लिएर आएर, जसले टक्सिन भित्रिन्छ, शरीर उल्टो राम्रो हो भन्दा उल्टो रोगी बनाउँछ। तर यसले के गर्छ, यसले चाहिँ नि स्वस्थ पनि बनाउँछ, सस्तो पनि छ। हामीले त्यसलाई दिने पैसाले यो किन खरिद नगर्ने। जस्तो हजुरको बजारको टुथपेस्ट त चाहिँ खानु हुँदैन नि, तर यसले दबाईको काम गर्छ। अनि यो किन युज नगरे। एकजनालाई 8 महिना चल्छ यो। अरू चाहिँ लपक्क लाउनु पर्दैन, थोरै चनाको भट्टको दाना जत्रो भएदेखि पुग्यो। यस्तो चिज हो। त्यसो भएर तपाईँहरूले आफ्नो जिन्दगीलाई चिन्नुहोस् हैन। जीवन छ, सब कुछ छ। यो जीवन छैन हेर्नुहोस्, कोही आफ्नो हुनेवाला छैन। त्यसो भएर यो असाध्यै यसलाई प्रयोग गर्नुहोस्।
आफ्नो जीवनलाई स्वस्थ बनाउनुहोस्। किनभनेदेखि स्वस्थ भयो भने स्वस्थ मस्तिष्कले स्वस्थ विचार ल्याउँछ, उसको एटिच्युड पोजिटिभ हुन्छ, सबैलाई हेर्ने दृष्टिकोण उसको के हुन्छ, राम्रो हुन्छ, सौहार्द हुन्छ, इन्टिमेसी हुन्छ, राम्रो हार्मोनी हुन्छ, हैन हो। त्यसो भएर हाम्रो कम्पनीको उद्देश्य समाज राम्रो होस्, परिवार राम्रो होस्, सबै खुशहाल हुन्, हैन। त्यसै भएर यसको स्लोगन नै छ नि त, हैन। यसको स्लोगन के छ, हेल्थ वेल्थ ह्याप्पिनेस। त्यसो भएर म यहाँहरु समक्ष के अनुरोध गर्न चाहन्छु भनेदेखि यो निकट भविष्यमै सायद मलाई लाग्छ अर्को महिनाबाट नेपालको भैरवबाट, लुम्बिनीबाट यसको प्रोडक्सन निस्कदैछ। तपाईहरुलाई यही कफी पनि अहिले यो कफीको दाम कति छ, यसमा 1760 छ यहाँ, जो अहिले 1300 रुपैयाँमा आउँदैछ। 400-500 झन्डै झन्डै यसको कम भएर आउँदैछ। हरेक चिजको दामहरू कम भएर आउँदैछ, हैन। किनभने नेपालीहरूको लागि धेरै राम्रो। इभन यति पनि हो कि हाम्रो किचनमा प्रयोग गर्ने नुन, चिनी, तेल, इभन यतिसम्म कि आजकलको फास्ट फुडहरू छ नि, के भन्छ जङ्क फुडहरू, चाउचाउ अनि यो चाहिँ के गोलगप्पा के त्यो के भन्छ त्यो 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 हरेक चिजहरू मिसाएर चाहिँ खाने चिज के भन्छ त्यो चटपटे, यस्तो चिजधरि यो कम्पनीले एकदम चाहिँ केमिकल फ्रीको चिजहरू यस्तो धेरै मान्छेहरू बिग्रिन लागिसके, उनीहरूको जीवन खत्तम हुन लागिसक्यो भनेर यस्तो पनि तयार गर्दैछ। सबै किचन हाउस होल्डमा काम गर्ने सबै युज हुने चिजहरू, सबै त्यो हेल्थी फुडहरू यसरी बनाउँदैछ। आजकलका भर्खर भएका यङ चाहिँ केटीहरू 18-20 वर्षमै उनीहरूलाई चाहिँ त्यो युट्रसको क्यान्सर हुने, हैन, धेरै त्यस्तो खराबहरू चाहिँ त्यस्तो हुने आइसकेको छ। सानै कल्लै उमेरदेखि चाहिँ उनीहरूलाई चाहिँ डायबिटिज हुने यस्तो अवस्था छ हाम्रो आहार विहारले गर्दाखेरि हो। त्यसो भएर हाम्रो आहार विहारमा हामी के अरे असाध्यै चाहिँ सतर्क हुनुपर्छ। हामीले युज गर्नै छ, हैन। हाम्रो आफ्नो जो दोकानमा खर्च गर्ने पैसा, त्यही पैसाले हामीले युज गर्यौँ भनेदेखि त हाम्रो के भयो, स्वस्थ पनि भयो अनि साथमा समृद्धि पनि भयो। र अर्को लुकेको पाटो जो छ त्यो पछि थाहा पाउनुहुन्छ तपाईँले। यसबाट हामीलाई केही चाहिँ हाम्रो फ्रीमा खाने, यसमा आफैले चाहिँ खान सक्ने मिल्ने त्यस्तो किसिमको पनि यसले चाहिँ आफ्नो व्यवस्था मिलाएको छ यो कम्पनीले। त्यसो भएर यहाँहरुसँग मेरो विनम्र अनुरोध के छ भनेदेखि आफ्नो स्वास्थ्य चिन्नुहोस्। मैले त भन्ने गरेको छु, हेर्नुहोस् यो स्वास्थ्य ठिक छैन भनेदेखि, हेर्नुहोस् श्रीमानको स्वास्थ्य ठिक छैन भने श्रीमती अर्को विकल्प हेरिसकेका हुन्छ। श्रीमती रोगी हुन थाल्यो भनेदेखि त्यो श्रीमानले अर्को हेरिसकेका हुन्छ। यस्तो जमाना यस्तो छ। त्यसो भएर सबभन्दा आफू ठिक हुनुहोस्। आफूसँग ल्याएको त्यो तबिना चाहिँ म बाँच्न सक्दिनँ भनेर चाहिँ कसम खान्छ नि, त्यो देखावटी त्यो होइन। कुन बिना हो, यो 5वटा अङ्ग, मस्तिष्क, कलेजो, मुटु, हैन, किडनी, फोक्सो, यही चिज जो हामी सँगसँगै लिएर आयौँ, जो हामी सँगसँगै जान्छ। हामी रात काम गर्छौँ, आराम गर्छौँ, तर यो अङ्गहरूले मेरो शरीरलाई चाहिँ नि कसरी हुन्छ बचाउनु पर्छ भनेर उनीहरू कहिले थकाइ मार्दैन। थकाइ मार्थे सिद्धिको त। अझै त्यसमाथि पनि हामी के दिन्छौँ, हामी दिन्छौँ त्यहाँबाट, के नखाने पदार्थहरू के हामी चाहिँ दिइदिन्छौँ, पठाइदिन्छौँ। यो बोल्दैन, यसले नपठाइदियो भन्न सक्दैन के अरे, है हो। त्यसो भएर असाध्यै ख्याल गरौँला। यो जीवन छ, सब चिज छ। त्यसो भएर यो छैन भनेदेखि सँगै गाला जोडेर सुतेको श्रीमान श्रीमती पनि आफ्नो हुँदैन हजुर। त्यसो भएर म अब अहिले 71 वर्षको उमेरमा रनिङ भएर आएको बुढो मान्छेको कुरा सुन्नुहोस्, मेरो अनुभव लिनुहोस्। किनभनेदेखि म पनि यो साइनसको बिमारले, अनि त्यसपछि त्यहाँबाट त्यो के भन्छ हाई ब्लड प्रेसरको बिमारले म आज चाहिँ यसबाट चाहिँ म एकदम क्लियर भएको भएर मेरो अनुभव मलाई यहाँहरु समक्ष पस्कने अवसर मलाई मिल्यो, हैन। अब पहिला पनि मैले 2011 मा हाम्रो अपलाउन्डका सुरेश सरसँगबाट उहाँ जाँदाखेरि, मलेसिया जाँदाखेरि कन्ट्री म्यानेजर हाम्रा श्रद्धेय आशिष जसानीले मसँगबाट यस्तै कुराहरू चाहिँ नि सेयर गराउनु भएको थियो। र अहिले फेरि चाहिँ नि अहिले मैले यो अवसर मिल्यो यहाँहरु समक्ष। म आफूलाई पनि हमेशा यो भगवानले दिएको यो पवित्र चाहिँ नि यो उ छ, आहार छ, यो सधैँ मेरो जीवनमा चाहिँ आइरहोस्
र सबैको दिल दिमागमा पनि यो सेवन गरेर उहाँहरूको चाहिँ नि जीवन खुशहाल हुन् हैन, हेल्थ वेल्थ ह्याप्पिनेस मिलोस्, यही शुभकामना राख्दै बिदा हुन्छु। हवस् त, गुड मर्निङ दि एक्सन।